साँच्चै हेर्नु होला साथीहरू म कति कालो छु क्या कालो भन्दा नि कालो देखिरहेको छ क्या मलाई उकालो हिँड्दैछौँ भर्खरै सुरु भएको छ ट्रेकिङ मध्ये नै भेरी डिफिकल्ट हुनेछ जस्तै पनि त्यहाँ चाहिँ हिमालयन ल नजिकबाट ल सबैभन्दा नजिकबाट हिमाल हेर्नु ल यत्रो भारी बोकाइन्छ यिनीहरू हेलो साथीहरू गुड मर्निङ एन्ड नमस्ते वेलकम ब्याक टु द च्यानल आज चाहिँ हामी टक्कै यहाँबाट मेरो पनि आउनु पर्यो के भनौँ त म ब्रेकफास्टमा के छ अर्ग्यानिक कोदोको रोटी छ यसलाई चाहिँ के भन्छ भने हामी चाहिँ अर्ग्यानिक होमस्टेमा बसेर यहाँबाट बिहान टक्क यो दृश्य देख्न सक्नुहुन्छ माछापुच्छ्रे हिमाल अनि अब हामी यहाँबाट चाहिँ अगाडि लाग्छौँ यो चाहिँ एकदम टिपिकल गाउँ छ घलेल गाउँ यहाँबाट हाम्रो यात्रा सुरु अर्ग्यानिक होमस्टेबाट चाहिँ अब हामीहरू यस्तो विसका साथ अगाडि बढ्दैछौँ अब चाहिँ यो घलेल गाउँबाट हामी अगाडि यसरी ल होस् हामी चाहिँ अब निस्किसकेका छौँ माछापुच्छ्रे हिमाल यो के भकिलो हो यो चाहिँ हामीले हाम्रो सहयात्रीलाई यहीँ ठक्कै छोडेर अनि मारुति गेटवे होमस्टेमा छोडेर चाहिँ हामी अगाडि लाग्यौँ यहाँबाट माछापुच्छ्रे चाहिँ यति नजिक देखिन्छ र अन्नपूर्ण त्यो माथिको सो ट्रेक हेज बिगन भयो अझै अब हामी निस्क्यौँ है त यो बाटो चाहिँ कालीमाटी यताबाट चाहिँ अलिक सजिलो छ रहेछ अनि यो चाहिँ सिरिङ जाने बाटो सिरिङबाट चाहिँ सिधै उकालो रहेछ सिधै सो हामी यति धेरै घुर्दैन यो बाटोबाट चाहिँ जान्छ तर हामी ब्याग गाडीमा भएको हुनाले हामी चाहिँ गाडीमा यताबाट जाने योजना छ हामी अब यो बोलेरोमा चाहिँ जाँदैछौँ होइन यो बोलेरोमा हाम्रो माथि ब्याग छ यहाँ त्यहाँसम्म पुगेको कति लिने हो थाहा छैन त्यो ठाउँमा Woke up late, missed the morning blaze, but the sunlight hits in so many ways. Grab my shades and hit the streets, no plan, chasing vibes like seashells in the sand. Radio hums a tune I can't name, crooked smiles, crashing waves, no shame. Flip my phone, toss it in my bag. Today's forever. लगभग आधा घन्टा जस्तोको गाडी यात्रा पछि हामी टक्कै यहाँ आइपुगेका छौँ अनि माछापुच्छ्रे चाहिँ ठ्याक्कै हाम्रो काँधैमा छ कि यति टाढाबाट हामी आएको यो ठाउँ हुँदै हुँदै यो ठाउँको बाटो हुँदै 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 यहाँतिरबाट यो बाटोबाट यस्तो तल अनि त्यो चाहिँ कालीमाटी ठ्याक्कै त्यो ठाउँ चाहिँ कालीमाटी यहाँबाट पनि जान मिल्छ यो यस्तो माथि 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 हुँदै यो जान मिल्छ तर हामी चाहिँ यो सिधै यो एकदम सिधै उकालो हामी चाहिँ यहाँबाट जाँदैछौँ अनि अहिले ठ्याक्कै टाइम चाहिँ 9:30 भइसक्यो उकालो छ सिधै हामीहरू मस्त उकालो देखाउनलाई त फट्ट
मोबाइल तल राख्ने हो क्या अनि हेर्ने यस्तै अनि म हेर्छु ल ठ्याक्कै पाइ यता हेर यस्तो माछा पुछ्रो हिमाल छ यो साइडमा यसरी सास बढेर गाह्रो हुने रहेछ एकदम गर्मी भइरहेछ लगभग 10:10-15 मिनट भयो हामी चाहिँ उकालो हिँड्दैछौँ भर्खरै सुरु भएको छ ट्रेकिङ बट देन इट्स भेरी डिफिकल्ट हुनेछ तर पनि टेक इट इजी आरामले जाउँ हेरौँ अल्छी होइन अल्छी बाबु स्वर्गको परी त्यहाँ चाहिँ के लेखेको पर हो म त परी पर स्वर्गको पर हो तपाईँ लेखेर हेर्नु ल अहिले चाहिँ हामी रन्जु भन्ने ठाउँमा आइपुगेका छौँ यहाँ चाहिँ 2-3टा घर रहेछ होटलहरू आउनु घर तपाईँ यहाँ एउटा काँसतिर 2टा सो त्यो चाहिँ कालीमाटीबाट आउने बाटो माथि यो चाहिँ सिलिङबाट हामी जुन चाहिँ छ सिलिङबाट हिँडिरहेको छौँ यसरी हिँड्दैछौँ सबैजना अझै 1 घन्टा भन्दा बढी लाग्छ टी हाउस पुग्नलाई भन्ने खबर पाएँ होइन बस्ने ठाउँ पनि भेटिन्छ अनि यो बाटो चाहिँ जस मजाले बनाएको रहेछ ट्रेकिङ गर्नको लागि माछा पुछ्रे गाउँपालिकाले हामी चाहिँ जङ्गलकै यात्रामै कन्टिन्यूमा छौँ यस्तो छ बाघ बस्ने जङ्गल साथीहरू यसहरू पछाडि हुनुहुन्छ सरी कागजीमा गाह्रो भएर पनि हामी लो क्याम्प चाहिँ आइपुग्न लागेको छ मारे ट्रेकको लो क्याम्प ल हामी लो क्याम्प चाहिँ आइपुग्यौँ बचाउनु पर्छ रहेछ नि यो चाहिँ हामी माथि जाँदा चाहिँ लो क्याम्प वे टु हाई क्याम्प मारुति ट्रेकिङको हाई क्याम्प लो क्याम्पबाट हामी अब हाई क्याम्पको बाटोतिर लाग्दैछौँ हामी अहिले बादल डाँडा आइपुगेका छौँ बादल डाँडाबाट देखिने दृश्य यस्तो छ बिहान भए साँच्चै रमाइलो देख्थ्यो होला यता बाटो हुँदै हामी ठक्कै बादल डाँडा आइपुग्यौँ गुराँसहरूको यस्तो हरिहरी छ फुल्ने बेला त थाहा छैन तर पनि रमाइलो साँच्चै हेर्नु होला साथीहरू म कति कालो छु क्या कालो भन्दा नि कालो देखिरहेको छ क्या मलाई चक्का यो चाहिँ बादल डाँडा यस पछाडि हाइक्याम्प त्यतातिर यत्रो भारी बोकाइन्छ यिनीहरू यस्तो अफ्रा ठाउँमा मस्त भारी बोकाइन्छ यिनीहरूले ल दिस इज कल बादल डाँडा याक होटल अझै एउटा हामी कति माथि जान्छौँ अझै होस् होटलहरू चाहिँ मजाले भेटिन्छ है खुदर सिंह भन्दै रहेछ मारुति ट्रेकिङ चाहिँ हुन्छ तर पनि खासै फरक पर्दैन आउन सकिन्छ सजिलो छ यो
एकदम सजिलो लाग्यो मलाई चाहिँ डोल्पा ट्रेक भन्दा। त्यो तल छ अनि फेरि उकालो यहाँबाट स्टोरी जान्छ माथि माथि। मकाली बेस क्याम्प पनि यस्तै हो क्या, नजिकबाट। हामी आउँदा त्यही बाटो त आएको कति त्यहाँ हुँदै जाँदा लास्ट उकालो यार। पछाडिको ब्याकग्राउन्डको हिमाल चाहिँ एकदम राम्रो देखिरहेको छ। तर टुमोरो मर्निङ चाहिँ हामी बिहान आएको छौँ। ल यत्रो होटल रहेछ यहाँनिर। अनि आउँदाखेरि चाहिँ मजाले बस्न मिल्छ है। यो चाहिँ हाइक क्याम्प भन्छ। ल 35 से 50 मिटर हाइटमा पनि मजाको छ। आमामा घरहरू डल्लै छ है लटरम्म जस्तै पनि। त्यहाँ चाहिँ हिमाल अनि ल नजिकबाट ल सबैभन्दा नजिकबाट हिमाल हेर्नु ल मजा पुस्रे। यति राति पनि हाँसिरहेछ खुमाई डाँडा। हो त्यतातिर खुमाई डाँडा छ। रातिको समयमा 9 बजी चाहिँ यो खुमाई अरे यो मर्दी ट्रेकबाट देखिने पोखराको भ्यूज थियो। यो तलको गाउँ र कति टाढा छ क्या यो रातिको दृश्य है साथीहरू यस्तो छ। यतातिर देखेको चाहिँ खुमाई डाँडा, यो खुमाईतिरको लाइट।